सो हेलो एभ्रिवान, आज चाहिँ मेरो साथी धेरै दिनको बादमा मेरो रुममा आएको छ हो। ऊ चाहिँ मेरो साथी सुजु हो। अन्त जसले उसलाई फलो गर्नु भएको छैन भने फलो गरिदिनुहोस् होला है। अन्त आज चाहिँ हामी किन यहाँ भिडियोमा आएको भन्दा चाहिँ हामीले चाहिँ के भन्न केही सपिङ गरेको छ, त्यो चाहिँ हामी देखाउनु गइरहेको छ तपाईँहरूलाई। अन्त अब हामीले के किन्यो भनेर हामी देखाउन आँटेको छु हो। घरको सामान अलिक चाहिने मात्रै किनिरहेको छ आज चाहिँ हो। त्यही भएर सो हेर्नुहोस् होला। फर्स्ट चाहिँ के गर यो मिनी सोबाट किनेको हो, यो देखाउँछु त तपाईँलाई। यो चाहिँ सेदाको किनेको मैले हो। मेन चाहिने कुरा त्यही त भनेको त सानो कुरा पनि हामीले जहिले टेलरमा लानुपर्ने क्या। आज चाहिँ मैले सेदाको सेटै किनिदिएको नि। टेलर भने नजाने यो चाहिँ नेल फाइल, यो चाहिँ निरुको नङ पुरा दिन्छ अरे कि बनाउनु भनेर चाहिँ किनेको निरुले। यस्तो भइदिरहेछ। यो खोल्दैन। म सबै आइदिनु। ए दामी रहेछ त है। यस्तो रहेछ हो। यहाँ मुनि अझै धाएको रहेछ। दामी रहेछ। कति रुपियाँ हो यो त? यसको प्राइस चाहिँ छ 200 रुपिसमा मिनिसोमा। यति पायो। त्यो पनि यति बेसी रहेछ। मलाई त पुरा मन पर्यो। मलाई चाहिँ बट्टै मन पर्यो। यो बट्टा चाहिँ चिक रहेछ है। सरी गाइस। छ्या सिजर पनि रहेछ हो। अन्त यहाँ उति पनि दिएको रहेछ, ट्याग पनि त्यो लगाउन लागि। ला ओइ सजाइदिए त। कसरी सजाएको थियो होला है? यस्तो थियो। अलिकति आइज न तँ चाहिँ। के हो? यहीँ थियो यस्तो लगाउने। यो चाहिँ अर्को चाहिँ नेल कट है। यो पनि दामी छ। मलाई चाहिँ नेल फाइल चाहिँ अस्ति दिन चाहिएको थियो। यो नाथो एउटा नेल फाइलको लागि चाहिँ मैले दुइटै किन्नु पर्यो हो। दुईपट्टि रहेछ यसको चाहिँ अम्बो हेर्दा है। दामी रहेछ। 12वटा रहेछ टोटल 12 पिस। धागो त्यहाँदेखि स्यो यो एडिसन सजाउनु होला है। अर्को चाहिँ मैले देखाउन यसमै थोप्रा साह्रै भन्दा पनि साह्रै मैला हुन्छ कि वाइप्स। अहिले चाहिँ भक्क पुस्छु। चाहिन्छ नि यो त पुरा रहेछ है। निरुले एउटा क्लचर किनेको छ। त्यो पनि कति रहेछ? यसको प्राइस साह्रै एक्सपेन्सिभ, 100 रुपिस यो क्लचरको। क्लिप त जस्तो पनि चाहिन्छ हो। यो चाहिँ मैले सुजुको लागि किनिदिएको हो। यो चाहिँ क्युट छ सुजु जस्तै। यहाँ राखेर यो चाहिँ अन्त निरुको फेस टावल। यो चाहिँ मलाई पुरा चाहिरहेको थियो नि त। अन्त यो चाहिँ सक्स 200 अरे कि 200मा चाहिँ कतिवटा बन्डल पायो? 3 पिस। 3टा पिस रहेछ त। सेम कलर। नो वरिज होइन। चल्छ अब जाडोमा। अन्त मिनी सोको चाहिँ सक्यो यति नै हो होइन। हामी अर्को चाहिँ मेगामार्टबाट चाहिँ हामीले किन्यौ। मेगामार्टबाट किनेको छ। चिप एन्ड बेस्ट सामान चाहिँ। मेन चाहिँ आज मेरो घरमा सिरानी थिएन हो। पाउन आइरहेको छ तर सिरानी थिएन, त्यही भएर यसले हाम्रो लागि सिरानी किनिदिएको। त्यसलाई अब बादमा काम लाग्छ। यो कुसन पनि अर्को थियो कि, तर त्यो चाहिँ मैले रेगुलर युज गर्ने मात्रै थियो 4टा। त्यही भएर चाहिँ स्याप भइरहेछ। त्यो पनि बेसी युज गरेर होइन। मेन थिङ केटीहरूको मिरर कति यस्तो भइदिरहेछ। रुममा चाहिँ यत्रो मिरर रहेछ, त्यही भएर यसले चाहिँ ठुलो मिरर मैले सजेस्ट गरेँ यसलाई किन भनेर। त्यहाँदेखि यसले आज किनिहाल्नु, नभए चाहिँ नयाँ रुममा मात्रै यसले लगाउने भनेको थियो। नयाँ रुम सरुम भनेर चाहिँ ठुलो मिरर किनौँ भनेको। त्यहाँदेखि एउटा जग छ, यसलाई चाहिँ जगको पुरा जरुरी थियो। त्यही भएर यसको चाहिँ दामी 20 रुपिस मात्रै यसको प्राइस छ। छक्कै पऱ्यो म त। 20 रुपिसम्म सामान पाउँदैछ न। म त 19 रुपियाँको मात्रै हेर्दै थिएँ कि। यो चाहिँ कति रुपिस कि 40 है। यो चाहिँ मसला हाल्ने बट्टा किनेको हो। के हालौँ हेरौँ केमा युज हुन्छ। यसको चाहिँ फिक्स प्राइस चाहिँ 149 रहेछ, तर विशालमा अफरमा चाहिँ 99। कति 4 पिस रहेछ। देखाइदिउँ न निकालेर। यो चाहिँ मलाई मेकअपको सामानहरू हाल्नु थियो नि त, त्यही भएर चाहिँ अस्ति किनेको। यति दामी 4 पिस रहेछ है। गएर किन्न सक्नुहुन्छ विशाल मेगामार्टमा। दामी लाग्यो मलाई यो है। इयरिङ्स राख्ने, यहाँ के राख्ने। अब यो फुल चाहिँ किन किनेको हामीलाई थाहा छैन हो। हाउडेमा किनेको निरुको रुम गनाउँछ भनेर यसले रुम फ्रेसनर किनेको छ। त्यहाँदेखि चाहिँ जुस कस्तो कलरै दामी छैन। अन्त यो किनेको यो 19 रुपियाँ नै होला। 19 रुपियाँ। त्यहाँदेखि फुटमेट
19 रुपिस 19 रुपियाँ त त को नकिन्नु है 19 रुपियाँमा अनि यो चाहिँ के पो यसको नाम के भन्छ है ह्यान्ड वास ह्यान्ड वास चाहिँ ह्यान्ड वास किनेको हो यो पनि अफरमा रहेछ बाई 1 गेट 1 फ्री अन्त लास्ट मेन इम्पोर्टेन्ट स्पोन थिएन मेरो रुममा यसको रुममा थिएन त्यही भएर किनेको छ आज नयाँ चम्चीले भात खाइन्छ पाहुनाको त्यही भएर किनेको हो रेगुलर चढाउने चाहिँ ड्युटीमै छ किचन पुस्ने यो त दामी हुन्छ नि त यो मफ चाहिँ कि त्यही भएर मैले यही किनेको अर्को चाहिँ झारन हो कि के जस्तो थियो होइन त्यो चाहिँ त्यस्तो राम्रो हुँदैन नि त यसले चाहिँ दामी पानी सुसिन्छ है त्यही भएर यो किनेको हो सक्यो है यति हो दामी यति नै अन्त मैले भ्लग पनि बनाएको छु हो मिनी भ्लग तपाईँहरूले गएर हेरिदिनुहोस् होला है म अब कहिले हुन्छ त्यतिखेर हाल्छु सो बाई एभ्रिवान